आजको तरकारी यति मिठो भयो कि 2 कुकर भात नै सक्यो साथीहरू। सो हेलो एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ म बनाउन जाँदैछु गाभाको तरकारी। यो चाहिँ कहाँदेखि आएको हो भन्नुहुन्छ भनेपछि यो चाहिँ पहाडदेखि आएको हो। अनि साथीहरू अर्ग्यानिक भनेपछि अर्ग्यानिक नै हुने कि। हेर्नु त कति ठुलो ठुलो पत्ताहरू के, पुरा पानी पर्यो भने पुरा नभिजाउने कि, त्यो ओड्यो भने चाहिँ छाताको जरुरतै नहुने कि। अनि मजाले धोइ पखाल गरेँ मैले चाहिँ यो गाभाको पत्ताहरू। अब किरा कमिलाहरू के चप्केको हुन्छ नि त, अनि मजाले म चाहिँ पखाल पुखुल पारेर अब चाहिँ म यता काट्दैछु। म चाहिँ मसिनो पारेर काट्दैछु किनभने कुकरमा सिटी लगाइदिन्छु कि। म चाहिँ 2 सिटी लगाइदियो भने फ्यात्तक्कै पाक्छ नि त, त्यही भएर मैले चाहिँ यहाँ कुकर पनि बसालिसकेको छु। अनि थोरै तेल राखेर म चाहिँ अब त्यो सबै अघि काटेको गाभाहरू राखिदिँदैछु। अनि थोरै पानी राखेर म चाहिँ सिटी लाउन छोडिदिन्छु। अनि म चाहिँ यता मसलाहरू पिस्नको लागि अब मसला रेडी गर्दैछु साथीहरू। अब मिक्सरमा घरर गराइदियो भने एकैछिनमा मिक्सरमा पिसिहालिन्छ। फेरि बत्ती गयो भने अप्ठ्यारो हुन्छ नि त, अनि हातले सिलौटामा पिस्नुपर्छ भनेर अनि म चाहिँ अगाडि नै मसला पिसेर राखिदिन्छु के। अनि म चाहिँ अब यहाँ मसलाहरू सबै पिसपास पारेँ साथीहरू। यस्तो मजाको मसला पिसेँ मैले चाहिँ साथीहरू, हेर्नु त मसिनो। अनि त्यसपछि मैले चाहिँ फेरि यता अब झान्नको लागि लसुनहरू सबै खोल्च्याएर अब यो बेलनाको साइडलाई गिलासमा मसिनो पारेँ। अनि यता ठ्याक्क गाभा पनि पाकिसकेको थियो फट्याक्क। अनि त्यसपछि म चाहिँ मजाले खुँडिदिन्छु। खुड्यो भने मसिनो हुन्छ नि त झन्। अनि त्यसपछि मजाले खुँडेँ मैले चाहिँ, यतिको मसिनो पारेँ साथीहरू। अनि त्यसपछि अब चाहिँ लाग्यो म गाभाको तरकारी बसाल्नतर्फ। मैले चाहिँ थोरै तेल राखेर अब के भन्छन् यो प्याज टमाटर मसला ससला हालेर भुटभाट पारेँ मैले चाहिँ। अनि अब अलिअलि पाकुन्जेलसम्म मैले चाहिँ चलाएँ। मसलाहरू नुन खुर्सानी सबै हालेँ मैले चाहिँ त्यसमा। अनि त्यसपछि मसला पाकिसक्यो, माथिबाट गाभा अघि खुँडेको वाला गाभा पनि हालिदिएँ साथीहरू। मैले चाहिँ त्यहाँनिर दुधको डेक्ची राखेको थिएँ, त्यसमा छिट्टा पर्छ भनेर साइडमा राखेँ। अनि मजाले चुक हालेर चलाएँ मैले चाहिँ साथीहरू। अनि यो गाभालाई चाहिँ नजाने त हुँदै हुन्न, टेस्टै आउन। अनि म चाहिँ लाग्यो अब गाभा झान्नतर्फ साथीहरू। अघि चाहिँ मैले लसुन खुर्सानी त्यो फुर्याएर अब मजाले स्वाइँ गराइदियो भने यति मिठो बास्ना आउँछ कि। अनि मैले चाहिँ साँच्चीकै भनेको कि 2 कुकर भात पकाएको कि आज चाहिँ मैले। अनि 1 कुकर पकाएको, 1 कुकर त भ्याइयो, फेरि लास्टमा खाने मान्छेलाई चाहिँ पुगेन। फेरि मैले चाहिँ दोस्रोचोटि भात बसालेको। यति मिठो भएको कि यो तरकारी गाभाको। हजुरहरूलाई मन पर्छ कि नै कमेन्ट गर्नु होला। आजको भिडियो यति नै। ओके बाई बाई एभ्रिवान, नेक्स्ट भिडियोमा भेटौँला।